हेलो गाइज वेलकम टु माई ब्लग होइन फेरि पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु र त्यही हो गाइज आज चाहिँ म कहीँ गएको छुइनँ। अब म घरमै सुतिरहेको छु होइन, त्यही हो। अनि आजदेखि चाहिँ हाम्रो भाइया पनि फाइनली सकेको छ होइन, र त्यही हो। अब एकैचोटि स्कुल कलेज चाहिँ अब एकैचोटि 22 गतेदेखि लाग्छ भन्दा पनि एक्जाम छ, दुःख लागिरहेछ होइन, त्यही हो। अनि अब 11 पनि सकिन लाग्यो। 11 चाहिँ यस्तो मजाक गर्दा गर्दा सक्यो नि होइन। अब 12 चाहिँ सुरुदेखि सिरियस भएर पढ्ने सोध्छ, सिरियस भएर होइन। यतिको सिरियस भएर चाहिँ म कहिले पनि पढेको थिइनँ भन्ने खालको होस् होइन, त्यही हो। अरू त के भन्नु र, अब म चाहिँ भविष्यको बारेमा सोच्दै थिएँ होइन। सोच्दा सोच्दै दिउँसो पनि निदाइहालेछु, सोच्नै पाइनँ नि। अहिले पनि सोच्दैछु, निन्द्रा लाग्न आँटो। तर त्यही अब फाइनल एक्जाम आउँदैछ 11 को, के गर्ने हो र। अब जे गरे पनि जे गर्नुपर्छ त्यति बेला गर्ने होइन गाइजहरू। तर म अब कति दिन 22 गते अब 9-10 दिन ग्याप छ, त्यति बेला चाहिँ मजाले म 1 वर्षभरि नपढेको ध्यान दिएर पढ्छु भन्ने सोच छ। तर यो सोच मात्र हुनसक्छ गाइज। अहिलेको लागि बाई बाई, फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ।